हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी घुम्न गइरहेछौँ रमना। म एमटिभी स्लग एमटिभी पढाइ यहाँ भक्तुरी गरिरहेछौँ। यहाँ पछाडि अब अरू केही छैन भाइ। ल गाइज, अब हामी यहाँ पुगिसक्यौँ। र गाइज अब यहाँ फोन केही भयो भने त अब के हुने होला। अब हामी रमनातिर चल्दै यो अलि हेलमेट त भएन गाइज। त्यो हेलमेटको यो जोडी छ नि त्यो राम्रै टाइट नभएर बेच्जाउने जस्तो भइगयो। यहाँ अगाडि हिँडिरहेछन्, पछाडि फेरि आइरहेछन्। विकासले पनि लगाएर भिडियो अन गर्न भन्दा पहिले नै एक्सिडेन्ट भएको। जम हान्ने बेला डाइरेक्ट क्रास। अब गाइज के भन्ने कि एउटा किरा हुन्छ नि, किरा, त्यो किरा चाहिँ छ। त्यो नेगेटिभ वर्ड युज गर्न पाइन्न अहिले। 18+ भिडियो अझै भएको छैन। त्यही पनि यतिमा त केही हुन्न। हाम्रो यहाँ पछाडि पढाएकोहरू आइरहेछन्, हामी अगाडि हिँड्दै गरौँ। अब रमनाको बाटोमा त अब हिँडिरहेछौँ। अझै एकजना साथीले बोलाउने छ अनि जाने हो। सिट खल्लिने भएको छ, त्यही भएर के गर्ने भाइहरूको के भयो। यार गाइज, गाइज हाम्रो एउटा त्यो भेट्यो सब्सक्राइबर। अलि गाइज हामीले पनि ओए क्यामेरा भाङ्गिया छ गाइज। तल 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 ओ यता यता लगाइदियो। हामी आफ्नो साथीको घर आइपुग्न लाग्यौँ। तिनलाई पनि बोलाउने हो अनि रमनातिर जाने हो। यो हेलमेटको यो फेरि जति टाइट गरे पनि टाइट हुन्न। साइड केही त भयो, के गर्ने होला। त्यस्तो ओह्रालो बवालको ओह्रालो छ। जब ओ विकास 7 मिनटको भिडियो भएछ। गाइज यो सिट छ नि, सिट यो एक के भेज लाग्ने जस्तो भएको छ, साउन्ड आएको छ। यहाँ गियर सिफ्ट गर छिटो। ए यो अलि यो क्यामेरा सही छ कि नखसेर भयो। मोबाइल आउट जे पनि फरक पर्दैन। ल गाइस, सानो तिनो सर्ट्स भिडियो कुकुर देखेर डरेर हान्नसिन हैन नाइ। अब यो मेरो सिट कस्तो लुच्छ। हेलो गाइस, देख्दा डोगेश भाइको डोगेश भाइ म्यानुअल ट्राई गर्ने अब गाइस। उकालो गराउनु पर्यो है। ल क्यामेरा जान्छ गाइस।
गाइज आउँदाखेरि यहाँदेखि झार्दै आउने हो यहाँदेखि अहिले चाहिँ यहीँदेखि जाऊँ हाम्रो यो गाइज यो यो सिटको ल गाइज यस्ता बाटोमा लास्टै गाडीहरू आउँछन् ल विली ल विली हान्दै गइरहेछन् गाइज अलग अलि हेलमेटले गर्दा अलि प्रब्लम भएको छ विली सुली हान्नुमा यो हेलमेट यस्तो हो कि डाइरेक्ट लुज पुरै लुज भएको जस्तो हुन्छ नि जस्तो भएको छ पुरै टाइट गरेको पनि त्यस्तो लुज भइहाल्छ अनि विली गर्दा पुरै खस्ने जस्तो डर हुन्छ त्यही भएर अलि विली सुली गर्दैन पनि हल्लिन्छ पुरै क्यामेरा अनि गाइज अलि म्यानुअल ल गाइज म्यानुअल गर्दै ल गाइज अलि मैले पनि म्यानुअल उठाउन त खोजेँ तर भए ल गाइज अगाडि विली हान्दै गइरहेछन् ए ल झाडीमा गएँ ल गाइज अझै पुरै लङ हान्दै गइरहेछन् ए गाइज अब मोबाइल चाउँछ यता शान्त पनि हुन्छ तर गाइज यहाँ अलि फेरि गाडीहरू अलि धेरै आउँछन् त्यही छ गाइज यहाँ अलि सानो ऱ्याम्प छ यति अब त चढिहाल्छ अलिक गाइज हामी भाइरलुटसम्म आइसकेको छौँ गाइज अलि यहाँ रेस्ट गर्ने लाइक हान्नु होला ल गाइज अब हामी यहाँ भाइरल रोड यो रमना ठाउँ भन्ने ठाउँ हो त्यहाँसम्म आइसकेका छौँ त्यहाँ छन् भिडियो त्यहाँ दुईजना मेरो बिहान छ सुलभको साइकल चाहिँ ऊ त्यहाँ सुलभको साइकल हो मेरो साइकल हो अनि पराकको ऊ त्यो विकासले आफ्नो साइकल चलाइरहेछन् ऊ त्यहाँ छन् हामी यता फोकस गर अब हामी घरतिर जाँदै अनि अलि टाढाको लाग्छ गोब्रो 1 लाख नोकिया त्यति छ भाइहरूले त पुरै फोनले गोप्रो अनि यहाँ विकासले पुरै कति लाग्छ भनिरहेको ल विकासले उइली गर्दै ल अझै ल म्यानुअल पनि ल गाइज यहाँ अगाडि सिमानो यहाँ फेरि यो कुन भिडियोको थाहै छैन त्यत्रोको त्यो सिमानोको हो यो चाहिँ मेरो कुन भिडियोको आए ल मेनु हान्छन् ल गाइज ल ओ साइड कता साइड जाने भयो कहाँ उयो बान्डाको त बाटो हो अस्ति हामी यतै जान्छौँ यता उता जाऊँ न यता कता ठाउँ राम्रो छ
लगायत फेरि जहाँसम्म आने छु त्यही बाटो हामी आएछौँ त्यही बाहुनडाँडाको बाटोमा ए भवाल छ डान त यस्तो एरियामा खड्नु पर्छ नि भवाल देखिन्छ अगाडि माउन्टेन्सको भ्यू पछाडि पनि भ्यू होइन भवाल छ कि भ्यू त लगायत हामी यहाँ यो कुन टावर नमस्ते टावर हो नमस्ते टावर मुनि आइसकेका छौँ अब यतैदेखि अब भिडियो सिडियो यताउता सुट गर्छन् अनि घरतिर चल्ने ओहो अगाडि त सुटिङ चलिरहेको छ पुरा यही बनाऊँ न भ्यू पनि बवालको ल सूर्य ढलाएको भ्यू हेर्न सकिन्छ ल ठाउँ पनि सही छ सनसेट बवालवाला भइरहेछ यता साइडमा अगाडि फेरि सुटिङ भइरहेछ सर्ट भिडियोको लागि यहाँ भिडियो बनाउने हामी घरतिर जान्छौँ आजको ब्लग अब हामी एन्ड गर्नेवाला छौँ ए लगाइछु ओ साइड लगाइछ अब हामी एउटा दुईवटा भिडियो यहाँ सुट गर्ने अनि गाइज आजको यो भिडियो आजको यहाँ भिडियो यहीँ एन्ड हुँदैछ अब एउटा दुईवटा यस्तो सर्ट्सको लागि भिडियो बनाउने हो अनि एन्ड हुने हो ल लगाइज बाई भिडियो राम्रो लाग्यो पनि भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला अब हामी घरतिर लाग्यौँ भिडियो बनाएर अब म घर पुगिसकेको छु आजको भिडियो यति छ अब भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक सब्सक्राइब गर्नु होला ल आज बाई अब नेक्स्ट भिडियोमा